आज त यसरी कुडा साफ गर्नु परिहाल्यो त। सुरुवात यस्तो भएको हुन्छ, आज हामीहरू गइरहेको थिएँ गड्डा चौकी और मेरो भोइसमा ध्यान नदिनु। बिहान 7:30 बजे हिँडेको अनि ट्याक्क 8 बजेसम्म हामी हाम्रो पोइन्टमा पुगिहालेको थियो अनि यहाँ दाइ पनि आइसके थियो डस्टबिन लिएर। अनि अहिले हामीहरू ठाउँ हेरिरहेको छु कि कहाँ कतिको सफाइ गर्नु छ। अनि यहाँ गन्दगी देखाउँछु, हेर्नु कति धेरै गन्दगी छ, यति फोहोर फालेका छन् कि यता। अनि म चाहिँ शिक्षा युथ क्लबको उपाध्यक्ष भएर अनि यहाँ मेरो नाम लेखेको थियो। मलाई यति धेरै राम्रो लाग्यो कि मेरो नाम लेखेको छ यहाँ उपास सुनार भनेर। त अब हामी बिना बकवास गरेर काममा लागेको थियो। अनि कसैलाई पनि यो क्लबमा जोडिनु छ भनेपछि मलाई इन्फर्म गरिदिनु होला, म हजुरलाई यो क्लबमा जोडाइदिन्छु। अनि यहाँ हाम्रो साथसाथ सबै त्यहाँको निवासीले अनि पुलिसहरूले आएर हामीसँग काम गरेकोमा मलाई धेरै धेरै राम्रो लाग्यो। अनि यहाँ हामीले कुनै पनि घिन्न मानेर हर काम राम्रोसँग गरेको अनि फटाफट काम गरिसकेपछि अहिले यहाँ यति धेरै सफा भएछ। अनि शुक्र हो कि हामीले राम्रोसँग काम निपटाइसक्यौँ। अनि यहाँ फेरि भाषण दिने पाली थियो। अनि आजको भोइस ओभर मलाई थाहा छ राम्रोसँग भएछ छैन, तपाईँ चित्त नदुखाइदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। त्यहाँ सबै आफ्नै स्पिच दिइरहेको थियो कि उनलाई यो प्रोग्राम प्रति कस्तो लाग्यो र यहाँको उद्घाटन मैले गरेको कि डस्टबिनको। अनि यहाँ ब्लग मलाई बनाउनु भन्दा पनि नि बच्चाहरूलाई आउन धेरै रमाइलो लाग्छ, फेरि यिनीहरूलाई पनि लिएको मैले। अब सबै काम समापन गरेर हामी यता बसेको थियौँ अनि चाउचाउ लिएर हामी निस्किहाले घरको लागि। और बिच रास्तामा हामीलाई मिलेको थियो ट्र्याक्टर, त हामी ट्र्याक्टरमा बसेर गएको, पहिलाचोटि बसेको। यार धेरै रमाइलो हुने रहेछ, तपाईँहरू पनि बसेछौ भनेपछि कमेन्टमा बताइदिनु। अनि आज त मैले गन्ना खान पनि पाएँ। अनि आजको लागि बस यति नै साथीहरू, मिल्छ आफ्नो नेक्स्ट वाला मिनिट ब्लगमा, तबसम्म खुश रहनु होला, बाई बाई।